Hello everyone, welcome to my blog. It's me Anta Tamang, Lasso Fafulla. आज म मेरो छोरी र मेरो बुढा र मेरो देवर देउरानीको साथमा हामी जाँदैछौँ मन्दिरतर्फ। मलाई चाहिँ मेरो हस्बेन्डले लटकेश्वर महादेव मन्दिर लानुभयो। यो मन्दिर चाहिँ काभ्रे पलाञ्चोकको बल्थली क्षेत्रमा अवस्थित एक प्रमुख मन्दिर हो। मन्दिर विशेष गरी विश्वको सबैभन्दा अग्लो त्रिशूलको लागि प्रसिद्ध रहेछ, जुन 108 फिटको प्रभावशाली उचाइमा रहेछ। त्रिशूल भगवान शिवको प्रतीक हो र यसको भव्यताले भक्त र पर्यटकहरूलाई समान रूपमा आकर्षित गर्दछ। बुझे अनुसार चाहिँ यो मन्दिरको ऐतिहासिक महत्त्व रहेको छ, जसका कथाहरू मल्लकालसँग जोडिएका छन्। वंशका शासक राजा भूपतिन्द्र मल्ल यसको निर्माण वा पुनर्निर्माणसँग सम्बन्धित छन्। मन्दिर हिन्दू धर्मका प्रमुख देवताहरूको मध्ये एक भगवान शिवलाई समर्पित गर्दछ। यो पवित्र स्थल मानिन्छ जहाँ भक्तहरूले आशीर्वाद र आध्यात्मिक ज्ञान प्राप्त गर्न सक्छन्। मन्दिरमा जानुको कारण चाहिँ विभिन्न हिन्दू चाडपर्वहरू मनाउँछौँ, विशेष गरी शिवरात्रि, जसले ठुलो सङ्ख्यामा भक्तजनहरूलाई आकर्षित गर्दछ। मन्दिर चाहिँ एकदम हरियाली, वन र नदीहरूले घेरिएको छ। मन्दिरमा चाहिँ हामीले प्राकृतिक शान्त र वातावरण पाउनका साथै रमणीय दृश्यहरूको आनन्द लिन सक्छौँ। मन्दिरमा चाहिँ 108 वटा धारा छन् जहाँ भक्तजनहरूले पवित्र स्नान गरेपछि चाहिँ छालाको रोगहरूको लागि उपचार गर्ने गुणहरू छन् भन्ने विश्वास गरिँदो रहेछ। हामी चाहिँ भ्रमण गर्न चाहिँ अक्टोबरदेखि मार्चसम्म सुक्खा मौसम भएको कारणले त्यो बेला चाहिँ सफा र रमाइलो हुन सकिन्छ। बोर्डहरूमा धेरै कुरा देख्न थालेँ। त्यसपछि मैले त्यहाँ बोर्डहरूमा हेर्दा चाहिँ लटकेश्वर महादेव नेपालको एक महत्त्वपूर्ण सांस्कृतिक र आध्यात्मिक स्थल हो, जहाँ प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र आध्यात्मिक अनुभवहरूले मिश्रण छ। ज्यादा ट्रेकिङको भाइब आउने यो ठाउँ वान अफ द बेस्ट डेस्टिनेसन। बाइक र गाडीमा जानुभन्दा हाइकिङ जाँदा चाहिँ वान अफ द बेस्ट डेस्टिनेसनमा चाहिँ यो ठाउँ नै पर्छ होला सायद। अनि हामी चाहिँ घुम्दै बोल्दै गफसफ गर्दै हिँड्न थाल्यौँ। अनि मेरो नानी, मेरो छोरा चाहिँ उहाँको बाबाहरूले नै बोक्दै हुनुहुन्छ भने देउरानी र म चाहिँ पुलमा हिँड्दैछौँ। त्यसपछि मलाई पुलमा चाहिँ यस्तो डर लागिरहेको थियो। अनि मेरो हस्बेन्डले चाहिँ मेरो भिडियो बनाउन थाल्नु भएछ। अनि त्यहाँ हुनुहुन्छ मेरो देवर भाइ, जसले चाहिँ मलाई डराएको बेलामा पुरा झुलुङ्गे पुलहरू एकदम हल्लाउँदै हुनुहुन्छ भने मेरो देउरानी चाहिँ नडराउनु दिदी भन्दै हुनुहुन्थ्यो। त्यसपछि म हिँड्न थालेँ अनि हामी जाँदैछौँ मन्दिरतर्फ। मन्दिर चाहिँ यति रमाइलो, यति जङ्गलको बिचमा रहेको रहेछ। त्यसपछि त्यहाँ चाहिँ दुईवटा झुलुङ्गे पुल रहेको रहेछ। म अगाडिको झुलुङ्गे पुलमा डराइसकेको थिएँ भने यहाँ चाहिँ मेरो देउरानी हुनुहुन्थ्यो मेरो साथमा। अनि त्यसपछि यताउति जङ्गलहरू हेर्दै, खोला नाला हेर्दै हिँड्नुको छुट्टै रमाइलो थियो भने हाम्रो यति मिठो गफ चलिरहेको थियो। पछि हेर्नु न, मेरो हस्बेन्डले चाहिँ चराचुरुङ्गीहरू उडिरहेको आकाशमा यस्तो राम्रो भ्यूहरूको फोटो खिच्दै हुनुहुन्थ्यो। अनि हामी देउरानी, जेठानी अनि मेरो भाइ अनि हाम्रो चाहिँ गफ सकेको थियो। चाहिँ पुग्यौँ मन्दिर। त्रिशूलको नजिकै चाहिँ गुफा रहेको छ। यो गुफाको विशेषता चाहिँ पाप र धर्म छुट्याइने भन्ने विश्वास रहेको रहेछ। मेरो देउरानी उहाँ चाहिँ गुफाभित्र छिर्न जानुभयो। अनि गुफा चाहिँ एकदम सानो रहेछ के। अनि त्यसमा चाहिँ पुरा अहिले चाहिँ त्यो माटोहरू भएर एकदम भएको रहेछ। अनि मेरो देउरानी चाहिँ उहाँ चाहिँ छिर्न सक्नुभयो। अनि त्यसपछि उहाँ निस्किने प्रयासमा हुनुहुन्छ भने मेरो देउरानी चाहिँ सजिलैसँग निस्किनु भयो बाहिर। अनि यता चाहिँ हामी चाहिँ हेर्दै थियौँ। त्यसपछि मलाई चाहिँ मेरो देवर र मेरो बुढाले जाउँ न तिमी पनि भन्थ्यो। मलाई चाहिँ भित्र डर लागेर म चाहिँ जान सकिनँ। त्यसपछि मेरो देउरानी चाहिँ निस्केर आउनुभयो भने यताको दाइहरू अनि उहाँ भक्तजनहरू पनि जानलाई रेडी हुनुहुन्थ्यो। त्यसपछि मेरो हस्बेन्ड जानुभयो भित्र। मेरो हस्बेन्डलाई चाहिँ डर लागेर त्यसपछि उहाँ भित्र छिर्न थाल्नुभयो। उहाँ चाहिँ एकदम बाक्लो लुगाहरू लाउनु भएको थियो कि। अनि त्यो सानो गुफा थियो। लुगा चाहिँ फोर हुन्छ क्या। यहाँबाट निक्लिनु, यहाँबाट पहिला हात खुट्टाबाट निकाल्ने, नि हात निकाल्ने, टाउको निकाल्ने। त्यसरी होइन पहिला हात निकाल्नु पर्छ दाइ, अनि टाउको
टाउको निकाल्ने अनि खुट्टा त्यसरी हो टाउको निकाल्नु पहिला अनि मात्रै खुट्टा निकाल्नु खुट्टा पछि निकाल्नु न खुट्टा पछि निकाल्नु खुट्टा भित्र तान्नु 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 हात र उ यतापट्टि टेकेर अनि त्यहाँ आउनु हो त्यसरी जसरी आमा घाउ चाहिँ निस्किनु यताबाट निस्किनु पर्छ होला यताबाट निस्किनु यताबाट अब नछिन है तपाईँ पनि निस्किनु सक्दैन त्यो मिल्दैन कि तिम्रो लुगा धेरै भएर म पहिला कति निस्किएको थिएँ अहिले भुँडी कुरो भएर अलिकति त्यति साह्रो त निक्लिन बाबा हेर्न बाबालाई हो त्यसरी हो कि आउने त त्यसरी हो पापी होइन कि त्यो धेरै उ भयो मोटाएर हो ब्यालेन्स नमिलेर हो तपाईँ उताबाट निस्किनु म यताबाट निस्किन्छु अब निस्किनु अब तपाईँ निस्किनु होला फोटो खिच्दै माहौल भइरहेको छ भने मेरो नानीहरू चाहिँ ढुङ्गा खेल्दैछ बाबु हेर्नु न यति पानीमा यस्तो इन्जोय गर्दै हुनुहुन्छ अनि यता मेरो छोरी ढुङ्गा बनाउँदै हुनुहुन्छ यता अनि यता चाहिँ मेरो हस्बेन्ड फोटो खिच्दै हुनुहुन्छ भने यता देवर देवानी बसेर भिडियो बनाउँदैछु यस्तो रमाइलो यस्तो यहाँ हेर्नुहोस् चर्तीकला यस्तो छ है मन्दिर दर्शन गरेर पनि फेरि डाँडा चढ्दैछौँ यत्रो लामो डाँडा चढ्दैछौँ अनि बाबा छोरी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ यता हिँड्दै हुनुहुन्छ अनि हामी नि हिँड्दैछौँ अफ चल्दै हामी चाहिँ हिँड्दैछौँ यत्रो उकालो मेरो भाइलाई हेर्नु नि यहाँ यता मेरो फोटोग्राफर मेरो छोरी चाहिँ अगाडि पुगिसक्यो हाम्रो छोरी त फर्स्ट हिँड्छ फर्स्ट कम हिँड्दै हुनुहुन्छ यता पानी यत्रो डाँडा हिँड्नुपर्छ अझै माथि पुग्नुपर्छ हाम्रो छेनमा त यत्तिका यार बाबाले यार आज यार फर्स्ट टाइम देखेर यस्तै हिँडेको यार हिँड्दैछौँ त बाबा छोरी बाटै नबाटोमा यतै यहाँ सर्टकट बाटो खोजेर लामो बाटो यहाँबाट चाहिँ लामो बाटो पऱ्यो भने यताबाट सर्टकट बाटो खोजेर पुरा यत्रो डाँडा चढ्न लाग्छ उकालो चढेर हेर्नु त्यहाँ एकजना थाकेर अरू वहाँ माथि पुगिसक्यो हामीलाई छोडेर गइसक्यो हामी चाहिँ हिँड्दैछौँ यस्तो लामो बाटो छ भाइ बाबु थाकेर यहाँ थाकेर त्यत्रो उकालो चढेर फेरि अझ माथि हिँड्दैछौँ सक्दै नसकेर बाबा छोरी चाहिँ मजाले हिँड्दै हुन्छ यस्तो गरम भयो उकालो चढ्दा गाउँघरमा चाहिँ उकालो बाटो हिँड्नु कस्तो गाह्रो हुने मेरो हस्बेन्ड चाहिँ फुल टिम जानु भएको छ हाम्रो लागि यस्तो गर्ने भएको छ हाम्रो लागि फुल टिप्न जानु भएको छ यहाँ छ लालीगुराँस हाम्रो नेपालको राष्ट्रिय फुल हेर्नु न अनि छोरी चाहिँ हेरिरहेको छ कि बाबा कहाँ गयो भनेर हेर्दै होला बाबा चाहिँ फुल टिप्न जानु भएको छ हेर्नु न उहाँले चाहिँ हाम्रो लागि फुल टिप्नु भयो फुल देखाउनु त फुल उहाँको बाबाको लागि खोज्दै हुनुहुन्छ बाबा चाहिँ माथि फुल टिप्नु गएको चाहिँ ऊ चाहिँ खोज्दैछ फुल यस्तो बाटो छ हामी चाहिँ हिँड्दैछौँ उकाले ओह्राले हिँड्दैछौँ
वाउ फ्लावर हामी चाहिँ हिँड्दैछौँ अब चाहिँ हामी बाइक रोकेको ठाउँमा आइपुग्न लाग्यो अघि नै मन्दिरबाट तलको बाटो बिग्रियो भएर यत्रो डाँडा हिँड्नु पर्यो क्या हामी अब चाहिँ बाइक बाटामा पुग्न लाग्यो गर्नु पऱ्यो नि त अनि मेरो छोरी चाहिँ यस्तो मजाले हिँड्दै हुनुहुन्छ हामी चाहिँ जाँदैछौँ प्रिय तिम्रै लागि बाँच्छु बनाउनुलाई बन के गर्नु म के उफ पागलै बनाए मलाई हामी चाहिँ मन्दिर दर्शन गरेर उकालो बाटो हिँड्दैछौँ गफ गर्दै मेरो हस्बेन्ड चाहिँ नाच्दै हुनुहुन्छ आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ माई भिडियो